उकालो छ। हेलो गाइज, हाम्रो यो यात्रा पसिना आछ गाइस। यसरी पसिना निकाल्दै हिँड्छौँ हामी। बाटो चाहिँ ठ्याक्कै उकालो छ। बाटो पनि देख्नु उकालो देखाउँछु अहिले। के भन्नु तलतिर देखाएको बाटो इच्छा बाटो उकालो बाटो देखाउनु अब हुन्न नै बन्द गर्नुपर्छ। हाम्रो बाबु जन्मिन 1 हप्ता बाँकी थियो होइन। हामी यसरी हिँड्ने बेला एक्सर्साइज गरेको भनौँ न। साँझ साँझ ट्याक्क पारेर हिँड्ने यसरी टुई 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 टुई। म उकालोमा हिँडिरहेको छु। तल हरिचोक भएर हरिचोकबाट ट्याक्क माथितिर एउटा गल्ली सानो बाटोबाट माथि लामा गाउँ जाने बाटो थियो। त्यही बाटोबाट गएर अझ मैले टिरिक टिरिक हिँडेछु। कसरी मजाले हिँडिरहेको थिएँ हिँडेर यति उकालोमा। कहिले बुढा अगाडि कहिले बुढा पछाडि फेरि बुढाको पाला आयो अगाडि चुई चुई हिँड्ने। कहिले दुःख कहिले सुख गर्दै हिँड्ने। यस्तो लतार्नु पनि पर्छ फेरि मलाई उकालोमा। लतार्छ मलाई। यस्तै जान्छ हाम्रो यात्रा उकालोमा। यो चाहिँ हेम्जा भन्छ कि अब सायद के हो है हेम्जा जस्तो लाग्यो। अनि सर यता लामा चौरो हो यो। त्यसपछि हेर्ने उता अब पृथ्वी चोकतिर भयो यतातिर होइन। सर बजारदेखि माथि डाँडाबाट एकदम रमाइलो थियो। त्यो डाँडामा जानु पाए चाहिँ टक्क कैद गरिदियो अनि हिँड्ने बस्ने यतातिर हो। सर र भ्यू देखाउँदै हिँड्ने छ है। त्यो थकाइ लागेर स्याहाँ भएर होइन। लभ डाँडा हो भन्दै अब ओह्रालोको यात्रा होइन। यस्तो छ यहाँ बाटो। मान्छे लोड्यो नि आँटो तर पुग्छन्। के हो भन्दा अन्त लोड्नु। यस्तो बाटोमा हामी बुढाबुढी हिँड्छौँ। फेरि कहिले झगडा गर्दै हिँड्छौँ। एक कहिले माया गर्दै। ओह्रालो छ। ओह्रालो झर्यो लगभग सक्यो भनौँ। धन्यवाद। यस्तो छ क्या बाटो। ए बाबा आऊ आऊ।